आज मेरो छोराको शुभ जन्मदिन। मेरो जीवनको लागि उत्तम उपहार मेरो छोरा। हाम्रो परिवारलाई यति सुन्दर बहुमूल्य उपहार दिनुहुने सृष्टिकर्तालाई मेरो हृदयदेखि नै धन्यवाद छ। उसलाई सृष्टि गर्नुहुने ईश्वरले उसको लागि उत्तम कोख मेरो र परिवार हाम्रो छान्नुभयो। हामी आमा बाबा त एउटा माध्यम हौ, उसलाई हुर्काउने, बढाउने, पालन पोषण गर्ने। उसलाई साँचो प्रेम हामी भन्दा पनि उसलाई अदृश्य हुँदा नै रच्नुहुने परमेश्वरले मात्रै गर्नुहुन्छ। म त एउटा कमिला भन्दा पनि कमजोर र निर्बल छु छोरा, तर उहाँको ज्ञान, बुद्धि, विवेक, अनुग्रहले मात्र म तिमीलाई हुर्काउन सकिरहेको छु। हामी मानिस भन्दा पनि तिमीलाई प्रशस्त प्रेम र अगाप्य प्रेम, बिना स्वार्थ र बिना शर्तको प्रेम तिमीलाई परमेश्वरले मात्र गर्न सक्नुहुन्छ। परमेश्वरको प्रेमको अगाडि हामी मानिसको प्रेम त केही पनि होइन। तिम्रो आउने जीवनको उद्देश्य, योजना सबै परमेश्वरको अनुग्रह र उहाँको उपस्थितिमा भएको होस्, उहाँको इच्छा तिम्रो जीवनमा पुरा भएको होस्। हामी मानिसको हस्तक्षेप होइन, तर परमेश्वरले तिमीलाई जुन योजनाले संसारमा पठाउनु भयो त्यो योजनाहरू पुरा गर्नको लागि तिमीलाई उहाँले सहायता गर्नुभएको होस्, रक्षा गर्नुभएको होस्। मैले जतिसुकै म तिमीलाई प्रेम गर्छु भने तापनि, तिमीलाई सुरक्षा दिन्छु भने तापनि म सीमित छु, तर परमेश्वर सर्वव्यापी हुनुहुन्छ। त्यसैले उहाँको प्रेम र उपस्थितिले मात्र तिमीलाई हुर्काइरहेको छ, बढाइरहेको छ। तिमीलाई आउने दिनहरूमा पनि उहाँको प्रेमले, उहाँको उपस्थितिले मात्रै तिमीलाई रक्षा गर्न सक्छ, तिमीलाई हुर्काउन सक्छ। छोरा, तिमीलाई मैले मेरो इच्छाहरू तिम्रो जीवनमा लागू गर्नु, तिमीलाई हस्तक्षेप गर्नुभन्दा पनि तिमीलाई एउटा यो सुन्दर फुलको बगैँचामा एउटा स्वतन्त्र भएर तिमीलाई हुर्कन, बढ्न, मलजल गर्न, गोडमेल गर्नको निम्ति म सदैव तयार छु र मेरो हस्तक्षेप रहने छैन तिम्रो जीवनमा। परमेश्वरको इच्छा र योजनाहरू तिम्रो जीवनमा पुरा भएको होस्। उहाँको सुरक्षाले तिमीलाई सदैव घेर्नु भएको होस्। उहाँको आशिष तिम्रो जीवनमा खनिएको होस्। उहाँको नम्रताले, उहाँको धार्मिकताले तिमीलाई सदैव भरिरहनु भएको होस्। मेरो शुभकामना, तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारो छोरा।